ए भाइ हुन्छ 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 भनेर दुई तिनचोटि कति मिठोसँग बोलेर तपाईँहरूको सामु तपाईँकै मान्छेले तपाईँलाई कतिपटक तपाईँलाई समस्यामा पारिरहेको छ। यो हरेक मान्छेहरूको सवाल हो। यो अहिले चाहिँ यो विशेष गरेर यो दुबईमा युए भित्र बसेका कति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ धेरै मानिसहरूले हुन्छ भनेर आश देखाएर हुन्छ 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 भनेर कति मान्छेहरू चाहिँ अहिले खल्ली बल्लीमा बसिरहेको छ। त्यो खल्ली बल्ली चाहिँ तपाईँकै नजिकको मान्छेले विश्वासिलो पात्रले तपाईँलाई बनाइरहेको हुन्छ। यसकारण अब तपाईँ समस्यामा त परिसक्नुभयो, तपाईँलाई समस्यामा पारिसक्यो। अब त्यो मानिसलाई तपाईँले केही पनि गर्न सक्नुहुन्न। तपाईँले यो परदेशमा आएर यहाँको सबै नियम कानुनको कारणले तपाईँलाई धेरै त्यहाँ त्यो समस्याबाट निस्कनको निम्ति तपाईँलाई गाह्रो छ। तर तपाईँले एउटा कानुनी रूपमा एउटा बाटोहरू हुनेछ, त्यसको लागि चाहिँ तपाईँले सम्बन्धित ठाउँमा आउनुपर्ने हुन्छ। त्यो चाहिँ आमिर सेन्टरमा तपाईँलाई आएर आफ्नो कुरालाई राखेर तपाईँले आफ्नो एप्लिकेसनहरू बढाएर तपाईँले त्यो समस्याबाट चाहिँ निस्किन सक्नुहुन्छ। र तपाईँले विशेष गरेर नेपालीले जो एकदमै मिठो बोल्छ त्यो व्यक्तिसँग चाहिँ तपाईँले होसियारी हुनुहोस्। तपाईँले त्यो व्यक्तिलाई ट्रस्ट गरेर तपाईँलाई आफ्नो भिजाहरू लाउने कुराहरूदेखि लिएर तपाईँलाई आफ्नो कामहरू गर्नको निम्ति दिँदाखेरि चाहिँ एकदमै तपाईँले जति पनि डकुमेन्टहरू चाहिँ तपाईँले आफ्नो सुरक्षित साथ अनि लिगली रूपमा चाहिँ तपाईँ एकदम सुरक्षित हुनुहोस्। हस् त, धन्यवाद।